सम्पूर्णमा नमस्कार। म विनोद कुमार साई, त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पसको फ्याकल्टी मेम्बर। म आज यो त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लागेको विभिन्न सेवा समूहको कर्मचारीको लागि केही मल्टिपल चोइस क्वेसनहरू निर्माण गरेको छु। यो विभिन्न सेवा समूहका लागि चाहिँ नि आवश्यक हुन सक्छ। यसको आजको टपिक चाहिँ के छ भने सार्वजनिक प्रशासनसँग सम्बन्धित विषयमा मैले केही मल्टिपल चोइस क्वेसनहरू कलेक्सन गरेको छु हैन। यसमा झन्डै 70-80वटा जति क्वेसनहरू मल्टिपल चोइस क्वेसन बनाएको छु। यो तपाईँहरूको परीक्षाको लागि चाहिँ धेरै नै लाभदायक हुन्छ भन्ने चाहिँ मैले सोच बनाएको छु। म सुरु गर्छु तपाईहरुलाई चाहिँ नि यो मल्टिपल चोइस क्वेसनबाट। पहिलो चाहिँ क्वेसन यसरी सोध्न सक्छ तपाईहरुलाई सार्वजनिक प्रशासनको खण्डबाट। निम्न मध्ये कुन अवधारणाहरू वैज्ञानिक व्यवस्थापनसँग सम्बन्धित छैनन् भन्छ हैन। वैज्ञानिक व्यवस्थापन भन्ने एउटा सिद्धान्त छ, साइन्टिफिक म्यानेजमेन्ट थ्योरी। एफडब्ल्यू टेलरले 1911 मा प्रतिपादन गरेको सिद्धान्त हो यो। यो सिद्धान्तसँग सम्बन्धित कुन विषय छैन भन्यो हैन। जस्तो मानसिक क्रान्ति, मेन्टल रिभोल्युसन चाहिँ वैज्ञानिक व्यवस्थापनको सिद्धान्तसँग सम्बन्धित छ। यो मेन्टल रिभोल्युसनका लागि आएको सिद्धान्त हो। समय र चालको अध्ययन, टाइम एन्ड मोसन स्टडी चाहिँ सम्बन्धित छ हैन। हामीले के कुरा सम्बन्धित छ भनेर जान्यो भने अरु असम्बन्धित कुराहरू त छुट्याउन सकिहाल्छौँ। त्यसले गर्दा हाम्रो बढी कन्सर्न चाहिँ केतातिर हुनुपर्छ भन्दा सिद्धान्तले के कुरालाई चाहिँ नि फोकस गर्छ अथवा समावेश गर्छ भन्ने कुरालाई हेर्न पर्छ कि। त्यसले गर्दा वैज्ञानिक व्यवस्थापनको सिद्धान्तले के गर्छ भन्दा मानसिक क्रान्ति र समय चाल अध्ययनलाई चाहिँ समेट्छ अथवा यसलाई फोकस गर्छ भनेर बुझ्नु होला। अर्को क्वेसन छ, टेलरद्वारा गरिएको प्रयोगहरू के उद्देश्यका लागि थिए भन्छ। कुन उद्देश्यका लागि वैज्ञानिक व्यवस्थापनको सिद्धान्त हैन। टेलर भनेको वैज्ञानिक व्यवस्थापनको सिद्धान्त भन्न खोजेको हो। के उद्देश्यका लागि भन्दाखेरि विशिष्ट कार्यहरू सम्पन्न गर्ने उत्तम तरिका पत्ता लगाउने हैन। अब कामहरू कसरी चाहिँ छिटो, छरितो अथवा प्रभावकारी ढङ्गले चाहिँ गर्न सकिएला भन्ने सन्दर्भमा अध्ययन अनुसन्धान गरेर एउटा निष्कर्षमा निक्लिएको थ्योरीलाई हामी वैज्ञानिक व्यवस्थापनको सिद्धान्त भन्न सक्दैनौँ, जो एफडब्ल्यू टेलरले प्रतिपादन गरे। त्यसले गर्दा यसको उद्देश्य के हो भन्दा विशिष्ट कार्यहरू सम्पन्न गर्ने उत्तम तरिका पत्ता लगाउनु नै यसको प्रमुख उद्देश्य थियो भनेर बुझ्नु होला है। वैज्ञानिक व्यवस्थापनले निम्न कुरामा जोड दिन्छ भन्यो हैन। के कुरामा जोड दिन्छ भन्दा एउटा तर्कशीलतामा जोड दिन्छ, रेसनालिटी, यो सबै कुराहरू एकदम ख्याल गर्नु होला। तर्कशीलतामा जोड दिन्छ, एउटा विशेषीकरण अथवा स्पेशलाइजेसनमा जोड दिन्छ, एउटा प्राविधिक दक्षता अथवा टेक्निकल कम्पिटेन्सलाई पनि जोड दिन्छ, एउटा पूर्वानुमान योग्यता अथवा प्रेडिक्टेबिलिटीलाई चाहिँ नि जोड दिन्छ हैन। यो प्रेडिक्टेबिलिटी पूर्वानुमान योग्यता है त्यसै। यिनी कुराहरूलाई वैज्ञानिक व्यवस्थापनको सिद्धान्तले जोड दिन्छ। वैज्ञानिक व्यवस्थापन सिद्धान्त कहिले आयो? 1911 मा आयो। कसले पत्ता लगायो अथवा को आविष्कारक हुन् यसको भन्दा एफडब्ल्यू टेलर हैन। यसरी योसँग चाहिँ सम्बन्धित क्वेसन बुझ्नु होला। निम्न मध्ये कुन जोडी प्रशासनिक चिन्तकहरूले वैज्ञानिक व्यवस्थापनलाई शारीरिक संगठन सिद्धान्त, फिजियोलोजिकल अर्गनाइजेसन थ्योरीको रूपमा वर्णन गर्यो? कुन चाहिँ नि हैन तपाईको प्रशासनविदहरूले अथवा चाहिँ प्रशासनिक चिन्तकहरूले वैज्ञानिक व्यवस्थापनको सिद्धान्तलाई एउटा फिजियोलोजिकल अर्गनाइजेसन थ्योरी अथवा शारीरिक संगठन सिद्धान्त भने भन्दाखेरि मार्च र साइमन भन्ने दुईजना प्रशासनिक चिन्तकहरूले वैज्ञानिक व्यवस्थापन सिद्धान्तलाई शारीरिक संगठन सिद्धान्त भनेर उनीहरूले व्याख्या गरे। र अर्को कुरा के छ भने प्रत्येक कामदारहरूको उत्पादनशील दक्षता अधिकतम बनाउनुले वैज्ञानिक व्यवस्थापनले के भन्यो भन्दा कामदार र रोजगारदाता कमाई पनि अधिकतम बनाउनेछ भन्यो। के भन्दाखेरि जति हामीले कामदारलाई उत्पादनशील अथवा दक्ष बनायौँ, उसलाई चाहिँ हैन स्किल मेन पावरको रूपमा विकास गर्यौँ, त्यति के हुन्छ भन्दाखेरि त्यो रोजगारदाताको कमाई पनि बढ्छ र संगठनको के हुन्छ भन्दा उत्पादन पनि बढ्छ। पुँजी र श्रम बीचको सबै एउटा सङ्घर्ष विज्ञानको निष्कर्षद्वारा समाधान गरेछ भनेर उनले भने। यो कसले भन्यो भन्दा रोनाल्ड बेन्डिक्स भन्ने मान्छेले चाहिँ यसरी व्याख्या गरे हैन।
कामदारको उत्पादनशीलता अथवा दक्षता अधिकतम बनाउनुले वैज्ञानिक व्यवस्थापनले कामदार र रोजगारदाताको कमाइ पनि अधिकतम बनाउनेछ र यसरी पुँजी र श्रम बीचको सबै सङ्घर्ष विज्ञानका निष्कर्षद्वारा समाधान गरिन्छ भनेर यो रेनहार्ड बेन्डिक्सले चाहिँ भने यो साइन्टिफिक म्यानेजमेन्ट थ्योरीको सन्दर्भमा होइन। अर्को कुरा के छ भन्दाखेरि ब्युरोक्रेसीसँग म्याक्स वेबरको नाम निम्न कारणले सम्बन्धित छ भन्छ। किन म्याक्स वेबरको नाम चाहिँ ब्युरोक्रेसीसँग जोडिन्छ भन्दा उनी चाहिँ नि पहिलो व्यक्ति थिए जसले चाहिँ ब्युरोक्रेसीको व्यवस्थित अध्ययन गर्यो होइन। म यहाँनिर सन्दर्भ जोडिहाल्छु। खास ब्युरोक्रेसी 1740को दशकमा नै एकजना अर्थशास्त्री भिन्सेन्टी गौर्नी भन्ने मान्छेले ब्युरोक्रेसी शब्द प्रयोग गरेका थिए। तर उनले त्यो ब्युरोक्रेसी त्यति बेलाको प्रुसियन गभर्मेन्टलाई ब्युरोमानिया भन्ने शब्दले सम्बोधन गर्ने। ब्युरोमानिया भनेको के हो भन्दाखेरि एउटा सार्वजनिक प्रशासनभित्रको रोग हो होइन, एउटा चाहिँ नि डिजिज हो भनेर उनले ब्युरोमानिया शब्द प्रयोग गरे होइन। 1740को दशकमा हो त्यो। त्यसपछि पनि विभिन्न चाहिँ नि पोलिटिकल साइन्टिस्टहरूले जस्तो रबर्ट दाहालहरूले एफएम मार्क्सहरूले पनि ब्युरोक्रेसी भनेको एउटा शासकले होइन एउटा प्रपञ्च रचेको अथवा शासकले जनतालाई आफ्नो नियन्त्रणमा राख्नका निम्ति एउटा कर्मचारीले जनतालाई नियन्त्रण गर्ने अथवा शासन व्यवस्था सञ्चालन गर्ने एउटा परम्परागत धारणा हो अथवा यो राज्य व्यवस्थाका लागि अपरिहार्य अथवा चाहिँ आवश्यक छैन तैपनि बाध्यात्मक ढङ्गले स्वीकार गर्नुपर्ने स्थिति छ भनेर उनीहरूले यो ब्युरोक्रेसीलाई नेगेटिभ टिका टिप्पणी गरेको पाइन्छ। तर पछि 1920मा ब्युरोक्रेसी थ्योरी कहिले आयो भन्दा 1920को दशकमा आयो। म्याक्स वेबर समाजशास्त्री हुन्। समाजशास्त्रको क्षेत्रमा काम गर्ने म्याक्स वेबरले के गरे भन्दाखेरि ब्युरोक्रेसी भनेको वास्तवमा राज्यका निम्ति आवश्यक चिज हो। यो विशेषताहरू बोकेको थ्योरीलाई हामीले ब्युरोक्रेसी भन्छौँ र त्यस्ता चरित्र आत्मसात गर्ने जति पनि संस्थाहरू छन् त्यसलाई हामीले ब्युरोक्रेसीको रूपमा बुझ्नुपर्छ भनेर उनले ब्युरोक्रेसीको व्यवस्थित अध्ययन गरे हुनाले उनलाई चाहिँ होइन म्याक्स वेबरलाई चाहिँ ब्युरोक्रेसी थ्योरीको एउटा पोजिटिभ एउटा प्रतिपादकको रूपमा हामी बुझ्छौँ। र मानव सम्बन्ध थ्योरी होइन ह्युमन रिलेसन्स सिद्धान्तले सङ्गठनमा मानव पक्षको महत्त्वलाई हाइलाइट गर्छ जसले निम्न माध्यमबाट प्रेरणामा जोड दिन्छ भने जस्तो यो थ्योरीले के भन्छ भने मानव सम्बन्धको सिद्धान्तले कार्य अवस्था वर्क सिचुएसन कस्तो छ होइन यसको सामाजिक र मनोवैज्ञानिक पक्षसँग यो जोड छ के होइन। अर्को उत्प्रेरणा मोटिभेसन यो मानव सम्बन्ध सिद्धान्तले मोटिभेसनको कुरा गर्छ, पिपुल सेन्ट्रिक हुनुपर्छ भन्छ होइन, इन्फर्मल ग्रुपको कुराहरू गर्छ। समग्रमा के बुझ्नुहोस् भने ह्युमन रिलेसन थ्योरी अथवा मानव सम्बन्धको सिद्धान्तले के भन्छ भने हिजोको साइन्टिफिक म्यानेजमेन्ट थ्योरी जस्तो अथवा ब्युरोक्रेसी थ्योरी जस्तो एउटा सङ्गठनमा विश्वास गर्ने संरचनामा विश्वास गर्ने मेसिनरी कुराहरूमा होइन जोड दिने त्यो होइन। सङ्गठनको प्रभावकारिता र उत्पादकत्व बढाउनु छ अथवा चाहिँ नि होइन सङ्गठनभित्रका चाहिँ नि एउटा जुन एउटा सेवा प्रवाह छ त्यसलाई चाहिँ प्रभावकारी बनाउनु छ भनेदेखि चाहिँ सङ्गठनमा आबद्ध भएका कर्मचारीहरूको मनोविज्ञानलाई हामीले बुझ्नुपर्छ। उनीहरूलाई होइन उनीहरूको आवश्यकता के हुन्, उनीहरूको चाहना के हो, उनीहरूको सामाजिक सम्बन्ध के छ होइन भन्ने यी यावत मानवीय मूल्य मान्यता र भावनात्मक पक्षलाई बुझ्न सकियो भने त्यो सङ्गठनको प्रभावकारिता बढ्छ र त्यसको उत्पादकत्व पनि बढ्छ र होइन यो सङ्गठन अलिकति व्यवस्थित र सुदृढ हुन सम्भव हुन्छ भनेर यो ह्युमन रिलेसन थ्योरी र मानव सम्बन्धको सिद्धान्त जो भन्छौँ हामी यसले त्यो विषयलाई चाहिँ मानवीय पक्षलाई बढी जोड दिनुपर्छ होइन। तपाईँलाई चाहिँ नि यो भौतिक सुविधा दिएर होइन स्रोत साधन उपलब्ध गराएर तपाईँको उत्पादकत्व बढ्ने होइन नि। तपाईँको उत्पादकत्व बढाउने अथवा संस्थालाई तपाईँको चाहिँ नि बढी योगदान दिनु छ भने तपाईँको मनोविज्ञान बुझ्नुपर्छ। कतिपय सन्दर्भमा तपाईँको माथिल्लो तहको हाकिमले तपाईँलाई चाहिँ बिहान भेटिने बित्तिकै मिठो मुस्कान चाहिँ होइन तपाईँको खबर सोध्यो भने मात्रै तपाईँको होइन एउटासँग राम्रो व्यवहार गरिदियो भने मात्रै पनि तपाईँले दिनभरि काम गर्ने एउटा जागरण अथवा एउटा ऊर्जा हुनसक्छ नि। त्यसले गर्दा यो मानवीय पक्षीय जुन छ एउटा इमोसनसँग हामी अट्याच हुन सक्नुपर्छ होइन। हामी चाहिँ भौतिक संरचना एउटा चाहिँ राम्रो स्ट्रक्चर बनाइदिएर नियम बनाएर कानुन बनाएर चाहिँ सार्वजनिक प्रशासन राम्रो हुने होइन भन्ने कुरालाई चाहिँ मानव सम्बन्ध अथवा ह्युमन रिलेसन सिद्धान्तले फोकस गर्छ कि यसको कन्सेप्ट त्यो हो। र वैज्ञानिक व्यवस्थापनमा निम्नमध्ये कुन कुन यन्त्रगत विधिहरू समावेश छन् भन्छ होइन। जस्तो यसमा के हुन्छ भन्दा कार्यहरूको औपचारिक विभाजन भन्छ फङ्सनल फर्मेनसिप भनेर चाहिँ नि यो वैज्ञानिक व्यवस्थापनको सिद्धान्तको एउटा पार्ट हो यस। अर्को समय र चाल अध्ययन टाइम एन्ड मोसन स्टडी पनि
वैज्ञानिक व्यवस्थापनको सिद्धान्तभित्रै पर्छ भनेर तपाईँले यो विषय चाहिँ ख्याल गरिदिनु पर्यो होइन। अर्को क्वेसन छ, निम्न मध्ये कसले कर्मचारी तन्त्रलाई एउटा संस्था जसले चाहिँ आफ्नो त्रुटिबाट सिकेर आफ्नो व्यवहार सुधार गर्न सक्दैन भनेर आलोचना गर्नु भन्दाखेरि यो एम क्रोजियर भन्ने मान्छेले चाहिँ यो ब्युरोक्रेसीलाई यस्तो खालको आरोप लगाएको हामी पाउँछौँ। मैक्स वेबरको कर्मचारी तन्त्र सम्बन्धी विश्लेषण कुन दृष्टिकोणबाट थियो भन्दा समाजशास्त्री दृष्टिकोणबाट, सोसियोलोजिकल पर्सपेक्टिभबाट उनले ब्युरोक्रेसीलाई व्याख्या गरेका थिए, किनभने मैक्स वेबर आफैमा समाजशास्त्री हुन् भनेर बुझ्नुपर्छ। कर्मचारी तन्त्रका व्यवहारगत विशेषताहरू के हुन् भन्छ। कर्मचारी तन्त्रको व्यवहारिक विशेषताहरू के हुन् भन्दा अमूर्तता, इम्पर्सनालिटी भनेको व्यवहारिक विशेषतासँग जोडिन्छ होइन। रुल ओरिएन्टेसन भन्ने छ अर्को। रुल ओरिएन्टेसन पनि के हुन्छ भन्दाखेरि तपाईँको चाहिने यो व्यवहारगत विशेषतासँग जोडिन्छ, यो संरचनागत विशेषता होइन, यो व्यवहारिक विशेषता हो होइन भनेर बुझ्नु होला। अनि अरूको क्वेसन छ, कर्मचारी तन्त्रको संरचनागत विशेषता के हो भन्छ। कहिलेकाहीँ तपाईँलाई होइन कर्मचारी तन्त्र अथवा ब्युरोक्रेसी थ्योरीको संरचनागत विशेषता तलका मध्ये कुन हो अथवा होइन भनेर पनि सोध्न सक्छ। कहिलेकाहीँ चाहिँ कर्मचारी तन्त्रको व्यवहारिक विशेषता तलका मध्ये कुन हो अथवा होइन भनेर बुझ्न सक्छ। यो संरचनागत विशेषता र व्यवहारिक विशेषता हामीले छुट्याउनु पर्छ। कर्मचारी तन्त्रका 11वटा नियम छन् होइन। त्यो 11वटा नियम मध्ये कुन कुन नियमहरूलाई हामीले व्यवहारिक विशेषता मान्ने, कुन कुन नियमहरूलाई चाहिँ हामीले संरचनागत विशेषता मान्ने छुट्याउन सक्नुपर्छ। अब संरचनागत विशेषताभित्र हायरार्की संरचनागत विशेषता हो होइन, पद श्रेणीक्रम अथवा पद सोपान। श्रमको विभाजन पनि एउटा संरचनागत विशेषता हो। इम्पर्सनालिटी, अवैतिकता, स्पेसिफिसिटी पनि के हो भन्दाखेरि तपाईँको यिनी भनेको संरचनागत विशेषता हुन् भनेर बुझ्नु होइन। अब अर्को विषय छ यो इम्पर्सनालिटी बाहेक होइन, हामीले इम्पर्सनालिटी माथि व्यवहारिक विशेषता भनेको छौँ। कर्मचारी तन्त्रको इम्पर्सनालिटी र रुल ओरिएन्टेसन चाहिँ व्यवहारिक विशेषता हो, तर तपाईँको चाहिने संरचनागत विशेषता भनेको हायरार्की हो, डिभिजन अफ लेबर हो, रोल स्पेसिफिसिटी, भूमिका स्पष्ट गर्ने काम चाहिँ हो भनेर बुझ्नु होला। र मैक्स वेबरका अनुसार कर्मचारी तन्त्र अन्य संस्थाहरू भन्दा कुन कुरामा उत्कृष्ट छ भन्दाखेरि यो एकदमै शुद्धता हुन्छ किनभने इम्पार्सियल हुन्छ, मेरिट बेस्ड सिलेक्सन भन्ने कुरालाई विश्वास गर्छ। एउटा स्टेबिलिटी हुन्छ होइन, कर्मचारीको एउटा करियर डेभलपमेन्ट हुन्छ, न्युट्रालिटी हुन्छ, अथवा एउटा चाहिँ सर्भिसको ग्यारेन्टी हुन्छ कि ब्युरोक्रेसीमा। एकचोटि इन्ट्री भइसकेपछि अब केही समयसम्म त्यसको स्टेबिलिटी हुन्छ। अर्को अनुशासनको कुरा ब्युरोक्रेसीभित्र लागु हुन्छ र अर्को रिलायबिलिटी अथवा विश्वसनीयताको कुरा चाहिँ ब्युरोक्रेसीभित्र लागु हुन्छ। त्यो भएको हुनाले ब्युरोक्रेसी संस्था चाहिँ अन्य संस्थाहरू भन्दा पृथक छ भनेर हामीले चाहिँ यसरी विश्लेषण गर्न अथवा यसको जस्टिफिकेसन दिन हामी सक्छौँ। अर्को क्वेसन छ, तर्कसङ्गतता अथवा रेसनालिटीको आधार के हो त भन्दा जहिले पनि लिगल अथोरिटीको आधारमा रेसनालिटी हुने। रेसनालिटी भनेको तपाईँको स्वविवेकलाई प्रयोग गर्ने होइन कुरा हो, तर स्वविवेक प्रयोग गर्ने सन्दर्भमा केलाई आधार मानेर स्वविवेक प्रयोग गर्नुहुन्छ भन्दा लिगल अथोरिटीलाई आधार मान्नुहुन्छ होइन। जस्तो विकेन्द्रीकरण गर्दै गर्दाखेरि हामी अधिकारको जो निक्षेपण गर्छौँ, निक्षेपण गर्दाखेरि कानुनी रूपमा अधिकार चाहिँ प्रष्ट रूपमा लेखेर एउटा अधिकारीलाई हामीले हस्तान्तरण गर्छौँ। त्यो भनेकै के हो भन्दा लिगल अथोरिटी तपाईँलाई दिएको हो, त्यो लिगल अथोरिटीमा टेकेर तपाईँले आफ्नो चाहिने रेसनालिटी अथवा स्वविवेक प्रयोग गरेर विभिन्न निर्णयहरू तथा कार्यहरू सम्पादन गर्नुहुन्छ। त्यसले गर्दा तर्कशीलता अथवा रेसनालिटीको महत्त्वपूर्ण आधार के हो भन्दा लिगल अथोरिटी हो। तपाईँसँग लिगल अथोरिटी छैन भने सार्वजनिक प्रशासनभित्र तपाईँले आफ्नो रेसनालिटी अथवा स्वविवेक प्रयोग गर्न सक्नुहुन्न होइन, त्यो कुरा छ। र निम्नमध्ये कुन कर्मचारी तन्त्रको व्यवहारगत विशेषता होइन भनेको छ होइन। रोल स्पेसिफिसिटी चाहिँ व्यवहारिक विशेषता होइन। रोल स्पेसिफिसिटी भनेको चाहिँ के हो भन्दा तपाईँको संरचनागत विशेषता हो। जस्तो इम्पर्सनालिटी व्यवहारिक विशेषता हो, रेसनालिटी व्यवहारिक विशेषता हो, रुल ओरिएन्टेसन व्यवहारिक विशेषता हो होइन। यसरी चाहिँ ख्याल गर्नु पर्ला। कसले शास्त्रीय दृष्टिकोणलाई इन्जिनियरिङ दृष्टिकोणका रूपमा वर्णन गरेका छन् भन्छ। यो अर्विक भन्ने मान्छेले चाहिँ शास्त्रीय दृष्टिकोणलाई इन्जिनियरिङ दृष्टिकोणको रूपमा व्याख्या गरेको हामी पाउँछौँ। शास्त्रीय सिद्धान्तका अनुसन्धाताहरूले निम्नमध्ये कुन कुरालाई बढी महत्त्व दिएका थिए भन्छ। सङ्गठनको संरचना। पहिला शास्त्रीय भनेको क्लासिकल के पुराना समयका विद्वानहरू, सिद्धान्तकारहरूले, अनुसन्धाताहरूले, अनुसन्धान गर्ने मान्छेहरू बढी स्ट्रक्चरल अर्गनाइजेसनमा ध्यान दियो।
व्यवहारिक पक्षलाई उनीहरूले खासै चासो राख्दैनथे। स्ट्रक्चर राम्रो भयो भने संस्थाको प्रभावकारिता बढ्छ, यसले आफ्नो लक्ष्य प्राप्त गर्छ भन्ने एउटा पुरानो बुझाइ थियो कि त्यसलाई चाहिँ भन्न खोजेको। अर्को पोस्ट कर्वको पूर्ण रूप के हो भन्छ होइन। पोस्ट कर्व के कुरासँग सम्बन्धित थियो भने अघि पोस्ट कर्व भने त प्लानिङ गर्ने, अर्गनाइजिङ गर्ने, स्टाफिङ गर्ने, डिरेक्टिङ गर्ने, कोअर्डिनेटिङ गर्ने, रिपोर्टिङ गर्ने, बजेटिङ गर्ने कुरा हो। अब यो भनेकै के हो भन्दा प्रशासकको गतिविधि हो नि त, एक्टिभिटिज अफ द एडमिनिस्ट्रेटर हो। यिनी काम भनेको कसको काम हो भन्दा प्रशासकको काम हो, प्रशासकका गतिविधिहरू हुन् भनेर बुझ्नु। निम्न मध्ये कुन सही रूपमा जोडिएको छ भन्छ होइन। जस्तो औपचारिक अधिकार, फर्मल अथोरिटी भनेको हेनरी फाइलको एउटा प्रिन्सिपल हो, यो चाहिँ सही छ होइन। यसरी चाहिँ नि तपाईँको जोडी, अब माथिका चाहिँ नि जोडीहरू चाहिँ के छन् भन्दाखेरि तपाईँको गलत छन् भनेर बुझ्नु होला। अर्को कुरा छ, निम्न प्रशासकीय विचारकहरूमध्ये कसले शास्त्रीय सिद्धान्तलाई मेसिन मोडेल सिद्धान्त भनी भन्छ। पुरानो सिद्धान्त भनेको मेसिनरी थियो भनेर मार्क्सले भन्ने, त्यो वास्तविक पनि हो। एएस साइमन होइन, हर्बर्ट एस साइमन र मार्क्स भन्ने दार्शनिकले के भन्यो भन्दा क्लासिकल सिद्धान्तहरू अथवा चाहिँ पुराना प्रशासनिक विचार बोक्ने मान्छेहरू, चिन्तकहरू भनेको बढी मेसिनरी थिए कि उनीहरू होइन। मान्छेको व्यवहार, प्रवृत्ति, मूल्य, मान्यता, सामाजिक मनोविज्ञान के हो, समाजको मूल्य के हो, यसलाई ध्यान नदिने, बढी मेसिनरी चाहिने कुराहरू गर्ने, त्यो छ। अर्को, निम्न मध्ये कुन जोडी गलत रूपमा मिलाइएको छ भन्छ। जस्तो आर्ट अफ कटिङ मेटल भनेको 1905 मा होइन, 1907 मा चाहिँ प्रतिपादन भयो होइन। जस्तो पिस रेट सिस्टम 1995 मा ठिक छ। प्रिन्सिपल अफ साइन्टिफिक म्यानेजमेन्ट 1911 मा आएको सिद्धान्त हो, त्यो पनि ठिक छ। सब म्यानेजमेन्ट 1903 मा आएको, त्यो पनि ठिक छ होइन। यो जोडी तपाईँलाई कहिले के सोच्छ भन्दा सेकेन्ड लेभलको क्वेसनमा तलको जोडा जुन मिलाएको हुन्छ त्यो चाहिँ सही गलत छुट्याउँछ। अर्को छ, वैज्ञानिक व्यवस्थापन सिद्धान्तका दर्शनहरूले निम्न मध्ये के समावेश गर्दैन भन्छ होइन। भनेको साइन्टिफिक म्यानेजमेन्ट थ्योरीले के समावेश गर्दैन भन्दा अचिभिङ चाओटिक इन्डिभिजुअलिजम, अराजक व्यक्तित्ववादलाई प्राप्त गर्ने भन्ने कुरा यसले खासै चाहिँ नि यसले यो कुरा प्रतिपादन गरेको होइन। तर जस्तो समूह क्रियाकलापमा सामञ्जस्यता कायम गर्ने भन्ने कुरा वैज्ञानिक व्यवस्थापनको सिद्धान्त हो होइन। तपाईँको चाहिँ रिप्लेसिङ रुल अफ थम भन्ने पनि यो हो, वर्किङ फर म्याक्सिमम आउटपुट होइन, अधिकतम उत्पादनको लागि काम गर्ने, अधिक उत्पादकत्व बढाउने भन्ने पनि वैज्ञानिक व्यवस्थापन सिद्धान्तको एउटा प्रिन्सिपल हो होइन। अर्को क्वेसन छ, निम्न मध्ये कुन जोडी गलत रूपमा मिलाएको छ भन्छ। जस्तो मनी भन्ने अनुशासन, डिसिप्लिन भनेको म्युनी भन्ने मान्छेको होइन, यो चाहिँ के छ भन्दाखेरि गलत छ। तर चाहिँ ग्याङ प्लाङ भनेको हेनरी फायरको हो होइन। बेस अफ डिपार्टमेन्टलाइजेसन भनेको गलिकको हो। प्रिन्सिपल अफ डेफिनिसन अर्बिकको हो होइन। यो चाहिँ तपाईँले ख्याल गर्नुपर्ला, कन्ट्रोल गर्नुपर्छ। सङ्गठनको मानव सम्बन्ध सिद्धान्त, ह्युमन रिलेसन थ्योरी सम्बन्धी निम्न कथनहरू कुन कुन सही छन् भनेको छ। वास्तवमा तिनटै कथनहरू सही छन्। ह्युमन रिलेसन अप्रोचले के भन्छ भन्दा आर्थिक व्यक्तिवादको शास्त्रीय अवधारणालाई चुनौती दिन्छ। हिजोको मटेरियलिजम थियो अथवा चाहिँ मटेरियल आर्थिक विषयलाई ध्यान दिन्थ्यो, अब त्यसलाई चुनौती दिन्छ, मानवीय मूल्य मान्यतालाई, समाजलाई ध्यान दिन्छ। हरेक व्यक्तिलाई कार्य समूहको हिस्सा मान्छ होइन। यसले सङ्गठनका मानव पक्षहरूलाई यान्त्रिक पक्षसँगै विचार गर्छ होइन। यिनी कुराहरू चाहिँ मानव सम्बन्धका सिद्धान्त हो। कार्य विभाजन अथवा वर्क डिभिजन भनेको सङ्गठनको आधार हो। वास्तवमा सङ्गठनको कारण नै हो भनेर कसले भन्यो भन्दा गलिकले भन्यो। वर्क डिभिजन भनेको सङ्गठनको महत्त्वपूर्ण आधार हो भनेर गलिकले भन्यो। अर्को क्वेसन छ, हेनरी फेलका अनुसार यदि आदेशको एकता, युनिटी अफ कमान्ड उल्लङ्घन गरियो भने के हुन्छ भन्छ। हेनरी फेलले के भन्यो भने यदि युनिटी अफ कमान्ड अथवा आदेशको एकता उल्लङ्घन गरियो भने अधिकार कमजोर हुन्छ हेर्नुहोस् संस्थामा, अनुशासन सङ्कटमा पर्छ होइन, स्थायित्वलाई पनि खतरामा पुर्याउँछ, यो समस्या चाहिँ आउँछ है। अर्को कुरा छ, हथन प्रयोग, हेथन एक्सपेरिमेन्टको निष्कर्ष अनुसार निम्न कथनहरू सही छन् भन्छ। यो हेथन एक्सपेरिमेन्ट भएको छ कि एल्टन मायरले गरेका छन्। यसमा यो कथनहरू सही छ। जस्तो कामदारहरू एक्लै छैनन्, उनीहरू कार्य समूहको हिस्सा हुन् भन्छ। कामदारहरू आर्थिक कारकहरूद्वारा मात्र प्रेरित हुँदैनन्, मानवीय सम्बन्ध, मूल्य मान्यता, भावनात्मक पक्षबाट पनि उनीहरू उत्प्रेरित हुन्छन् भन्छ। कामदारहरू अनौपचारिक समूह बनाउन इच्छुक हुन्छन् भन्छ होइन। यस्तो खालको चाहिँ चरित्रहरू हेथन एक्सपेरिमेन्टले देखाउँछ। शास्त्रीय सिद्धान्त अथवा क्लासिकल थ्योरीले सङ्गठनलाई मानिस बिना मात्र हेर्छ भनेर आरोप कसले लाग्यो भन्दा डब्ल्यू बेनिन होइन। उनले के भन्यो भन्दाखेरि शास्त्रीय सिद्धान्त, पुरानो सिद्धान्त भनेको सङ्गठनलाई एउटा मानवीय मूल्य मान्यता भन्दा पनि भावना भन्दा बाहिर गएर हेर्छ भने।
यो जोडा मिलाउनुहोस् भन्यो। जस्तो ग्याङ प्लान कसको? हेनरी फ्यालको हो। अघि अघि पनि कुरा आएको थियो। अधिकार आदेश दिने अधिकार हो र आज्ञा पालन गराउने शक्ति हो भनेर कसले भन्यो? अधिकारलाई चाहिँ आदेश दिने अधिकार, आज्ञा पालन गर्ने शक्ति भनेर चाहिँ फाइलले, हेनरी फाइलले भन्यो। कुन सहीसँग मेल खाँदैन भने जस्तो पूर्विक आदेशको एकता भन्ने सही होइन। एल्टन मायाले गरेका प्रयोगहरूलाई क्रमबद्ध रूपमा मिलाउनुहोस् भने सुरुमा चाहिँ उनले के गरे भन्दाखेरि टेक्सटाइल मिल प्रयोग गरे 1924मा होइन। त्यसपछि उनले एलुमिनेसन प्रयोग गरे 1924देखि 27सम्म होइन। त्यसपछि उनले सामूहिक अन्तर्वार्ता कार्यक्रम गरे 1928देखि 1930सम्म। त्यसपछि के गरे भन्दाखेरि तपाईँको चाहिँ नि बैङ्क वायरिङ प्रयोग गरे 1931। यसरी क्रमबद्ध रूपमा कहिले काहीँ चाहिँ हजुरहरूलाई के सोध्न सक्छ भन्दा अब एल्टन मायाले जुन एउटा हाथोने एक्सपेरिमेन्ट गरे, यो एक्सपेरिमेन्ट चाहिँ कुन कुन चरणमा कुन कुन विषयवस्तुलाई बढी फोकस गरेर गरे भन्ने यो चरणबद्ध ढङ्गले चाहिँ तपाईँलाई होइन क्रम मिलाउने आउन सक्छ। यसलाई ख्याल गरिदिनु पर्ला। हथन प्रयोगका निष्कर्षहरू कुनमा छलफल गरिएका छन् भन्छ व्यवस्थापन र कामदारहरूकै विषयमा छलफल गरिएका छन्। वास्तवमा धेरै पटक हामी गैर मानवीय उपकरणहरू र गैर मानवीय डेटाको आधारमा मानवीय समस्याहरू समाधान गर्न प्रयास गर्छौँ। यो सरल थेसिस हो कि मानवीय समस्यालाई मानवीय समाधान चाहिन्छ। यो कसले भन्यो भन्दा यो रोल्थिस बर्गर भन्ने मान्छेले के भन्यो भन्दाखेरि वास्तवमा हामी जुन शैलीले मान्छेलाई व्यवस्थापन गर्न खोज्छौँ होइन डेटा बेसमा उपकरण बेसमा त्यो तरिकाले जानु हुँदैन। मानवीय समस्या र मानवीय तरिकाबाट समाधान गर्नुपर्छ भन्ने उनको एउटा विचार थियो। हथन प्रयोगहरू विस्तृत रूपमा कुन पुस्तकमा छलफल गरिएका छन् भन्छ एफजे रोल्थिसले होइन रोल्थिसले र विलियम जे डिक्सनले चाहिँ नि लेखेको पुस्तकमा नै यो हथन प्रयोगहरू विस्तृत रूपमा चाहिँ उल्लेख गरेको हामी पाउँछौँ। कुन जोडी सहीसँग मेल खान्छ भन्छ बर्नार्ड कार्यकारी कार्यहरू भनेर 1938मा बर्नार्डले नै यो लेखेको हो। कुन जोडी सहीसँग मेल खाँदैन भन्छ होइन। जस्तो रचनात्मक अनुभव फ्लोइडकै हो, ठिक छ। व्यक्तित्व र सङ्गठन अर्गिरिसकै हो, त्यो पनि ठिक छ। व्यवस्थापनको नयाँ ढाँचाहरू लिकर्डको हो, त्यो पनि ठिक छ। तर उद्यमको मानवीय पक्ष एल्टन मेयोको हो भन्ने चाहिँ गलत छ है। मानव सम्बन्ध सिद्धान्तको बारेमा कुन कथनहरू सही छन् भन्यो। यसले लोकतान्त्रिक नेतृत्वको दक्षता स्थापित गर्यो, एकदम एक्ज्याक्ट ठिक छ। यसले शास्त्रीय सिद्धान्तले परिमार्जन थप गरेको छ, यो पनि ठिक छ। यसले औपचारिक सङ्गठनमा अनौपचारिक सम्बन्धलाई जोड दियो, यो पनि ठिक छ। अर्को छ मानव सम्बन्ध सिद्धान्तले कुन कुरामा ध्यान केन्द्रित गर्यो भन्छ। मानव सम्बन्ध सिद्धान्तले चाहिँ सामाजिक कारकहरू र मनोवैज्ञानिक कारकहरूमा चाहिँ बढी ध्यान दिएको हामी पाउँछौँ। व्यवहारिक दृष्टिकोणको बारेमा कुन कथनहरू सही छन् भन्छ। बिहेभियरल अप्रोचको हिसाबले हेर्दा यो मानव व्यवहारको वैज्ञानिक अध्ययनसँग सम्बन्धित छ, एक्ज्याक्ट त्यही कुरा हो होइन। यसको साहित्य प्राय वर्णनात्मक छ, निर्धारित छैन। यसले अनौपचारिक सम्बन्ध र सञ्चार ढाँचाहरूमा जोड दिन्छ होइन, एकदम सही कुरा। यही कुराहरू। अर्को क्वेसन छ हजुरहरूलाई। बर्नार्डका अनुसार एक सङ्गठनमा अधिकार तब मात्र स्वीकार गरिन्छ जब सञ्चारित हुन्छ भन्छ। जब चाहिँ नि अधिकार सञ्चारित हुन्छ, यो सङ्गठनात्मक उद्देश्यसँग मिल्दो हुन्छ, जब यो व्यक्तिको मानसिक र शारीरिक क्षमताभन्दा बाहिरको हुँदैन, तब मात्र के हुन्छ भन्दाखेरि त्यस्तो अधिकार स्वीकार गरिन्छ भन्ने कुरालाई। उदासीनताको क्षेत्रको अवधारणा कुनसँग सम्बन्धित छ भने उदासीनताको क्षेत्र भनेको अधिकारसँग सम्बन्धित छ। व्यवहारिक दृष्टिकोणले कुन कुरामा ध्यान केन्द्रित गर्यो भन्दाखेरि बिहेभियरल अप्रोच भन्ने जो 1940मा आयो, अथवा यो त एल्टन मायाकै समयदेखि नै 1924 पछि नै यसका कुराहरू आए। यो चाहिँ नि केमा केन्द्रित थियो भन्दा सङ्गठनमा व्यक्ति र समूहहरूको वास्तविक व्यवहारलाई हेर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ बढी यो फोकस भएको हामी पाउँछौँ। व्यवहारिक दृष्टिकोणले सबैभन्दा प्रमुख प्रतिपादक को हुन् होइन बिहेभियरल अप्रोचको हिसाबले बढी चाहिने कसलाई लिन्छ भन्दाखेरि हर्बर्ट साइमनलाई नै एउटा बिहेभियरल अप्रोचको होइन प्रमुख एउटा व्यक्तिको रूपमा लिइन्छ। व्यवहारिक दृष्टिकोणको बारेमा कुन कथनहरू सही छन् भनेको छ। वास्तवमा व्यवहारिक दृष्टिकोणको बारेमा यसले सङ्गठनात्मक व्यवहार बुझ्न खोज्छ, यो सही छ। यो मानव सम्बन्ध सिद्धान्तको विस्तारित र व्यवस्थित संस्करण हो, यो पनि ठिक छ। यसले प्रशासनका सिद्धान्तहरूलाई अस्वीकार गर्दछ, यो पनि ठिक छ। यसको उत्पत्ति हथन अध्ययनहरूमा पत्ता लगाउन सकिन्छ, यो पनि ठिक छ।
अर्को क्वेसन छ कुन प्रणाली दृष्टिकोणको विशेषता होइन सिस्टम अप्रोच भन्ने एउटा थ्योरी छ म तपाईँहरूलाई पछि अरू भिडियोहरूमा विभिन्न थ्योरीको बारेमा छुट्टै चाहिँ छलफल गराउँला हैन हामी मल्टिपल चोइस क्वेसनमा मात्रै छौँ यो सिस्टम अप्रोचको विशेषता कुन होइन भन्दा यो नियन्त्रित छ भन्ने चाहिँ होइन यो अनुकूलन योग्य छ यसको विशेषता हो बहुसर हो ठिक छ यो वर्णनात्मक हुन्छ यो पनि ठिक छ हर्बर्ट साइमनको योगदान कुन क्षेत्रमा महत्त्वपूर्ण छ भन्दा निर्णय लिने रेसनल डिसिजन मेकिङको कुरा आउँछ नि हर्बर्ट साइमनको चाहिँ नि बढी फोकस केमा छ भन्दा निर्णय निर्माणमा बढी फोकस छ व्यवहारिक दृष्टिकोण कुनसँग सम्बन्धित छैन भन्दा प्रिस्क्रिप्सन निर्देशन दिने कुरासँग व्यवहारिक दृष्टिकोण चाहिँ सम्बन्धित छैन कसलाई सामाजिक प्रणाली स्कुलका जनक मानिन्छ होइन यो जुन एउटा सोसल एउटा सिस्टम छ होइन यो बर्नार्डलाई चाहिँ सामाजिक प्रणालीका चाहिँ जनक मानिन्छ बर्नार्डका अनुसार कुन सङ्गठनको तत्त्व होइन भन्दा योगदान सन्तुष्टि असन्तुलन भन्ने यो सिद्धान्त होइन अरू कुराहरू चाहिँ है सङ्गठनको तत्त्वभित्र उनले राखेनन् कसलाई समूह गतिशीलताको जनक मानिन्छ भन्दा कर्ट लेभिनलाई समूह गतिशीलता ग्रुप डाइनामिजमको चाहिँ एउटा के त भन्दाखेरि जनक मानिन्छ बर्नार्डका अनुसार कार्यकारीका कार्यहरूमा कुन समावेश हुँदैन भन्छ कार्यकारीको कार्यमा अनौपचारिक घटनाहरूको वृद्धि रोक्ने कुरा चाहिँ समावेश हुँदैन यी अरू कुराहरू चाहिँ समावेश हुन्छन् जस्तो सञ्चार गर्ने कायम राख्ने सङ्गठनलाई लक्ष्यहरू बनाउने अधीनस्थहरूमा सेवा प्राप्त गर्ने होइन यो वास्तवमा के हो भन्दा तपाईँको कार्यकारीका कार्यहरू हुनु भनेर बुझ्नु होला प्रणालीको अवधारणाको बारेमा कुन कथनहरू सही छन् भन्छ यो धेरै उपप्रणालीहरू मिलेर भयो कि एकीकृत पूर्ण हो भनेर भन्छ यसको पहिचान योग्य सीमा हुन्छ यसले होइन वातावरणबाट अलग गर्दछ यसलाई भन्छ जसले चाहिँ यसलाई वातावरणबाट अलग गर्दछ यो वातावरणसँग निरन्तर अन्तर्क्रिया हुन्छ भन्छ यो सिस्टम अप्रोच भनेको के हो भन्दाखेरि इकोलोजिकल हिसाबले चाहिँ नि होइन चल्नुपर्छ भन्ने इनपुट आउटपुट र प्रोसेसको कुराहरू पनि यसले धेरै गर्छ पछि म फेरि पढाउँदा यसलाई कसले सरकारी सङ्गठनहरूको अध्ययनमा प्रणाली ढाँचा अथवा सिस्टम फ्रेमवर्क प्रयोग गरेको छ भन्दा फिलिप सेल्निक भन्ने मान्छेले चाहिँ यसलाई प्रयोग गर्यो है कुन दृष्टिकोणले आकस्मिक व्यवस्थापनलाई जन्म दियो यो एउटा कन्टिन्जेन्सी थ्योरी भन्ने छ यो सिचुएसन थ्योरी पनि भन्छ सिचुएसन अनुसार व्यवहार गर्नुपर्छ प्रशासन अथवा परिस्थिति अनुसार सार्वजनिक प्रशासन चल्नुपर्छ भन्ने छ यो चाहिँ कसले चाहिँ जन्म दियो भन्दाखेरि प्रणाली दृष्टिकोण योभन्दा पहिला सिस्टम अप्रोच आइसकेको थियो सिस्टम अप्रोचको परिणाम स्वरूप नै वास्तवमा के भयो भन्दाखेरि एउटा कन्टिन्जेन्सी थ्योरी भन्ने विकास भयो साइबरनेटिक्स कुन विज्ञान हो भन्छ यो संचार विज्ञान हो है साइबरनेटिक्स भन्ने मानव सम्बन्ध सिद्धान्तले कुन आधारमा आलोचना गरिन्छ भन्छ मानव सम्बन्ध सिद्धान्तलाई चाहिँ वास्तवमा किन आलोचना गरिन्छ भने यसमा वैज्ञानिक आधारको अभाव छ भन्छन् हैन यसले श्रमिकहरूको सामाजिक पृष्ठभूमिलाई व्यवस्था गर्यो भन्छन् यसले मानवीय आवश्यकताको जटिलतालाई पहिचान गरेन भन्छन् यसले अनौपचारिक सम्बन्धमा धेरै जोड दियो भन्छ यो कारणले गर्दाखेरि मानव सम्बन्ध सिद्धान्तको आलोचना गर्ने गरेका छ अर्को क्वेसन छ प्रणाली दृष्टिकोणलाई के पनि भनिन्छ भन्दा सिस्टम अप्रोचलाई के पनि भनिन्छ भन्ने कुरा चाहिँ यहाँ चाहिँ तपाईहरुको अलिकति छेक्यो है यो कुरा चाहिँ छेक्यो आधुनिक सिद्धान्त भन्ने हो यो चाहिँ यसलाई चाहिँ आधुनिक सिद्धान्त भन्छ है आधुनिक सिद्धान्तमा जोड दिन्छ भन्नु होला अर्को छ द ब्युरोक्रेसी फेनोमेना पुस्तक केसँग सम्बन्धित छ भन्छ यो नोकरशाहीका दुष्कार्यहरू अथवा चाहिँ ब्युरोक्रेसीका नराम्रो कार्यहरू जो छन् ब्युरोक्रेसीका नराम्रो चरित्र त्योसँग सम्बन्धित छ त्यो पुस्तक कामदारहरू पृथक असम्बन्धित व्यक्ति होइनन् तिनीहरू सामाजिक प्राणी हुन् र तिनीहरूलाई त्यसरी नै व्यवहार गर्नुपर्छ भन्ने भनाइ कसको भन्छ यो चाहिँ एफजे रोथलिस बर्गरको चाहिँ भनाइ हो त्यो शास्त्रीय सिद्धान्त मुख्यतया केसँग सम्बन्धित छ भन्छ शास्त्रीय सिद्धान्त केसँग सम्बन्धित छ भन्दा औपचारिक संगठनको संरचनासँग सम्बन्धित छ शास्त्रीय सिद्धान्त है पुरानो सिद्धान्तहरू संरचनासँग जोडिन्छन् बढी अनि अर्को आधारभूत व्यवस्थापन प्रक्रियासँग जोडिन्छन् भन्नु बुझ्नु होला एल्टन मायोले हथन एक्सपेरिमेन्ट अध्ययनमा कुन अवधिमा संलग्न थिए भन्छ 1927 देखि 1932 सम्म विशेष गरी उनी सहभागी थिए प्रशासनिक विचारको क्षेत्रमा सबैभन्दा प्रभावशाली विचार को हुन् भन्छ म्याक्स वेबर नै हुन् है प्रशासनिक क्षेत्रमा किनभने उनले ल्याएको ब्युरोक्रेसी थ्योरीले वास्तवमा 1920 देखि 1980 सम्म विश्वका सार्वजनिक प्रशासनमा ठुलो उथलपुथल ल्यायो त्यसले गर्दा उनलाई धेरै ठुलो चिन्तकको रूपमा मान्ने गरिन्छ अब कुन एल्टन मेयोको काम होइन भन्छ द इकोनोमिकल हैन problems of an
एडमिनिस्ट्रेटिभ सिभिलाइजेसन चाहिँ यो होइन, इन्डस्ट्रियल सिभिलाइजेसन होइन, जस्तो अरू हुन् द सोसल पब्लिक प्रोपब्लिक अफ यो चाहिँ नि इन्डस्ट्रियल सिभिलाइजेसन, द ह्युमन यो के हो प्रब्लम्स, ह्युमन प्रब्लम्स हो। यो नेपाली भाषामा लेख्दा यस्तो आउँछ है, त्यसले गर्दा कतिपय कुराहरू इङ्ग्लिसमा पढ्दा सजिलो हुने, यसलाई चाहिँ नेपाली भाषामा लेख्दाखेरि अब यो अलिकति फरक हुन आउँछ। ह्युमन प्रब्लम अफ एन इन्डस्ट्रियल सिभिलाइजेसन पनि हो, द पोलिटिक्स प्रब्लम अफ एन इन्डस्ट्रियल सिभिलाइजेसन, यिनी सबै हुन् तर एउटा चाहिँ होइन भन्छ होइन। अर्को कुरा आदेशको एकता र निर्देशनको एकता बिचको सम्बन्धको बारेमा कुन कथनहरू सही छन् भन्छ। यो निर्देशनको एकता बिना आदेशको एकता हुन सक्दैन भनिन्छ, तर यो यसबाट प्रभावित चाहिँ हुँदैन। निर्देशनको एकता कर्पोरेट निकायको राम्रो सङ्गठनद्वारा प्रदान गरिन्छ, आदेशको एकता कर्मचारीको कार्यमा निर्भर हुन्छ भन्ने यो छ। कुन जोडा चाहिँ तपाईँको सही छैन भन्छ। सही छैन हामीले यादै गर्नु परेन, जे सही छन् त्यही हो। योगदान सन्तुष्टि सन्तुलन बर्नहार्डको, तपाईँको चाहिँ सटिस्फाइङ व्यवहार साइमनको, फ्युजन प्रक्रिया होइन इडब्लु वाक्य हो भनेर बुझेपछि अर्को कुराहरू त गलत के छ त थाहा भइहाल्छ। टेलरवादको अथवा चाहिँ साइन्टिफिक म्यानेजमेन्ट थ्योरी एफडब्ल्यू टेलरवादको सबैभन्दा महत्त्वपूर्ण आलोचक को थिए भन्दा एल्टन माया थिए, किनभने टेलरले बढी मेसिनरी कुरा गर्यो, अलिकति स्ट्रक्चरका कुरा गर्यो, एल्टन मायाले मानवीय व्यवहार र भावनाको कुरा गर्यो होइन, अथवा चाहिँ स्वभावको विषयमा कुरा गर्यो। वैज्ञानिक व्यवस्थापनमा मुख्यतया कुन कुरा समावेश हुन्छ भन्छ। मानसिक क्रान्ति, मेन्टल रिभोल्युसन भन्यौँ नि हामीले, वैज्ञानिक व्यवस्थापनको एउटा विशेषता मेन्टल रिभोल्युसन पनि हो। विकासोन्मुख समाजको अध्ययनको लागि वेबेरियन मोडेलको सान्दर्भिकताको सन्दर्भमा वेबरका सबैभन्दा महत्त्वपूर्ण आलोचक को थिए भन्छ। एफडब्ल्यू रिक्स थिए। म्याक्स वेबरको बहुत ठुलो आलोचक चाहिँ एफडब्ल्यू रिक्स भन्ने मान्छे थियो। उनले प्रिज्मेटिक साला मोडेल भन्ने थ्योरी पनि ल्याए। वैज्ञानिक व्यवस्थापनको लागि सबैभन्दा ठुलो प्रतिरोध कहाँबाट आयो भन्छ। ट्रेड युनियनहरूले गरे, किनभने वैज्ञानिक व्यवस्थापन सिद्धान्तले चाहिँ उत्पादन बढाउनु पर्छ होइन, संरचनाभित्र बस्नुपर्छ, कर्मचारीको मेन्टल रिभोल्युसन ल्याउनुपर्छ भने, तर ट्रेड युनियनले के भने भन्दा वास्तवमा जो एउटा श्रमिक छ अथवा चाहिँ युद्ध धन्दा कल कारखानामा काम गर्ने मजदुर छ, उसको अधिकार पहिचानका विषयमा वकालत गर्न थालेपछि वास्तवमा वैज्ञानिक व्यवस्थापनको सिद्धान्तमा ठुलो प्रतिरोध सिर्जना भएको हामी पाउँछौँ। वेबेरियन मोडेलको नोकरशाहीको आधारभूत विशेषता अथवा कर्मचारी तन्त्रको आधारभूत विशेषता के हो भन्दा नियमहरूको होइन प्रणाली हो, किनभने रुल रेगुलेसन बेस हुनु नै वास्तवमा ब्युरोक्रेसी थ्योरीको मूलभूत चरित्र हो, नियम कानुनमा आधारित हुन्छ भन्छौँ नि हामी होइन, यस्तो हो। अब तपाईँहरूलाई चाहिँ नि आजको क्लासमा मैले यो सार्वजनिक प्रशासन अथवा व्यवस्थापनसँग सम्बन्धित मल्टिपल चोइस क्वेसनहरू झन्डै 72 क्वेसनहरू मैले प्रस्तुत गरेँ। यो यति मात्र होइन, मैले अझै 4-5वटा चाहिँ एपिसोडहरू ल्याउँछु यो प्रशासनसँग सम्बन्धित मल्टिपल चोइस क्वेसनको बारेमा। आजको एपिसोडमा चाहिँ मैले यति क्वेसनहरू चाहिँ नि होइन प्रस्तुत गरेँ। यति चाहिँ नि क्वेसनहरू तपाईँले पढ्नुभयो भने धेरै ठाउँमा त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका चाहिँ विभिन्न सेवा समूहका परीक्षाको लागि चाहिँ एकदमै धेरै लाभदायी हुन्छ भन्ने मलाई लाग्छ। यति भन्दै म आजको क्लासबाट बिदाई हुन्छु र अर्को एपिसोडमा चाहिँ सार्वजनिक प्रशासनकै बाँकी मल्टिपल चोइस क्वेसनहरू ल्याएर म आउनेछु। सम्पूर्णमा नमस्कार, धन्यवाद।